हेलो गाइस, वेलकम टू मेरो न्यू डे न्यू ब्लगमा। अनि आज चाहिँ म बहुत ही खुसी किनकि यो खुसीको रात हो। एउटा खास 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 चीज त्यहाँ म जाँदैछु। यत्रो दिन सोचेको सपना मेरो आज पुरा हुँदैछ गाइस। आज त्यही कारण म आज छिट्टो उठेको छु हैन। उठेर चाहिँ अनि म नुहाइ गरेर रेडी भएर जाँदैछु किनकि आज सबसे स्पेशल दिन हो मेरो। त गाइस म यति खुस छु कि म जल्दी गएर हैन जल्दी नुहाएर रेडी भएर जान्छु। तपाईहरुलाई पनि देखाउने छु अनि मेरो ब्लग एन्डसम्म हेर्दिनु होला। म खुसीको राज मेरो तपाईहरुले त्यहाँ थाहा पाउनुहुन्छ हेर्दै गयो भने। त गाइस म फटाफट रेडी भएर आउँदैछु। ल गाइस अनि म चाहिँ नुहाइ गरेर रेडी भइसकेँ हैन। जानु लागेको हामी चाहिँ त्यो जग्गा जानु म बहुत एक्साइटेड छु। र गाइस अहिले म निस्केको हैन। अहिले गाइस हामीले चाहिँ यो कागजपत्रहरू निकालिसकेको थियौँ। त्यसको लागि चाहिँ कागजपत्रहरू के चाहिन्छ अरे। अनि हामी फोटो खिच्न आएको थियो हैन। फोटो खिच्यो। अब त्यसको चाहिँ त्यो जग्गा जान्छ जुन जग्गामा म पुरा एक्साइटेड भएको छु। अनि त्यसको लागि चाहिँ फोटो पासपोर्टहरू सबै चाहिन्छ नि त। त्यही कारण हामी फोटोसोटो खिचेर जाँदैछु। यो चाहिँ जेरक्स गरिसक्यो हामीले हैन। फोटो पनि एकछिनमा निस्किन्छ अनि त्यसको बाद जाने। अनि के हुन्छ हेर्नु आज भयो भने त म तपाईँहरूलाई जरुर देखाउँछु। अब आज त्यो जग्गामा मैले सोचेको जस्तै भयो भने चाहिँ स्योर म आज के मतलब के भन्नु सकेको छैन। म के भन्नु मन भइरहेको छ क्या। अब हेर्नु के हुन्छ। आज खुसी त छु। अब आज त्यो पुरा भयो भने त राम्रै हो। अब कति हप्ता रुखाउँछ के हो थाहा छैन। लेकिन आज भयो त कसमले म बहुत खुसी छु। अनि हाम्रो यो काम सब सिक्यो भने चाहिँ अब हामी जान्छु कि होइन गएर चाहिँ के हुन्छ हेर्नु ल। अब तपाईँहरू मेरो चाहिँ ब्लगमा हेर्दै गर्नु होला किन यति एक्साइटेड छु भनेर चाहिँ होइन। त्यहाँ गएर चाहिँ थाहा पाउँछ। सो गाइस म चाहिँ अटोमा चढिसकेँ अनि हामी जान्छ त्यो जग्गा जुन जग्गा मैले अघिबाट भनिरहेको छु त्यो जग्गामा जाँदैछु होइन। हेरौँ के हुन्छ उता गएर चाहिँ थाहा हुन्छ कसो के हुन्छ के गर्नुपर्छ आज हुन्छ कि हुन्छ। म त यही बिचार्छु कि आज सानो घर ब्याङ्गलोरको नजरा। सबै जहिले चाहिँ हामी जाँदैछौँ होइन। अनि म चाहिँ तपाईँहरू त्यहाँ पुगेर चाहिँ देखाउँछु कुन चाहिँ जग्गा के जान्छु सब फेरि भेट्नुपर्छ एकछिनमा। हामी त्यो जग्गा पुगिसक्यो होइन। अहिले चाहिँ पुरा भोक लागिरहेछ हो। त्यही कारण फर्स्ट के खान्छु अनि खाएको बाद बल्ल हामी जान्छौँ भित्र गएर अनि के हुन्छ कसो त्यतिखेर हुन्छ। अहिले चाहिँ लास्टै भोक लाग्यो कि एकदम पुरा पेट दुखेर भोक लागेर कस्तो भइरहेछ। त्यही कारण अब खाएर चाहिँ हामीले जान्छौँ अनि के हुन्छ हेरौँ। गाइस हामी चाहिँ यहाँ कति खोजे होइन पाएन। लास्टमा यो पाएँ हामी यो खान्छौँ अनि खाएर चाहिँ फेरि जान्छौँ। बहुत ही भोक लागेर चाहिँ हामी यहाँ चाहिँ यस्तो कि कोही त खाने ठाउँै नहुने एकदम के भन्नु यस्तो खाने ठाउँमै छैन कि यहाँ। त्यही कारण अब यही खानु हामी डिसाइड गरेको छौँ। हामी चाहिँ खान्छौँ अहिले एकछिन आउँछ लास्टै भोक लागिरहेछ नि त। त्यही कारण यहाँको डेकोरेसन पनि राम्रै छ। यति भयो भने यति दूर हिँडेर आए यो मात्रै पाएँ यहाँ यो जग्गामा। यति खाने ठाउँ जस्तो छैन रहेछ कि यहाँ चाहिँ। गाइस हाम्रो रोल पनि आइसक्यो होइन। अब खाएर चाहिँ फटाफट खाएर अनि जानुपर्छ शुभ मुहुर्तमा। अनि साथीहरू हामी चाहिँ खाएर पनि निस्किसक्यो होइन। बाहिर निस्केर पुरा घाम हाम्रो त्यहाँ मतलब हाम्रो रुममा चाहिँ हामी निस्किँदाखेरि बहुत ठन्डा थियो। त्यही कारण छुट्टा लगाएर आएको थिएँ। त्यहाँदेखि यहाँ चाहिँ पुरा घाम पुरा गरम रहेछ। गरमको लागि अब खुवाउँ भने पनि कस्तो खुवाउनु। त्यही कारण अब हामीले खाइसक्यो होइन। नगर्नु यस्तो भोक लाग्यो कि मलाई यस्तो भोक लाग्यो कि त्यही कारणले हामीले चाहिँ खानु गएँ। अब खाएर चाहिँ अब यहाँभित्र जानुपर्छ हो के हो कसो हो। यहीँ आउनुको चाहिँ म एक्साइटेड भएको थियो हो। अब भित्र गएर कुरा गरेर हेर्नुपर्छ के हुन्छ। ल त गाइस म जान्छु भित्र अनि के हुन्छ म तपाईँहरूलाई भन्छु। अनि गाइस हामी जे कामको लागि आएको त्यो काम चाहिँ होइन मुडै अफ भयो भन्दै चाहिँ अब 1 हप्ता लाग्छ। आजै हुन्छ आजै हुन्छ भनेर सबै खुसी के बात छैन होइन। के भन्छ नि सफलको फल मिठा होता है। सफल गर्छु अझै अझै के भन्छ धेरै गर्छु धेरै।
फेरि आउँछु हामी अर्को हप्ता आउँछु के हुन्छ हो। कस्तो लाग्यो तपाईँलाई? सेट भयो केही पनि छैन उकेर हिँड्ला। अब मैले सोचेको थिएँ होइन आज यो काम भयो भने चाहिँ म पुरा खुसी हुन्छु भए पनि सोचेको मनमा त लागिरहेको थियो कि सायद आज हुन्न होला जस्तो लागेको मनमा। अब भए पनि के होस् नभए पनि हामी वेट गर्छौँ भनेर भइहाल्छौँ त हामी वेट गरिरहेको छौँ। मतलब बिहानबाट चाहिँ हामी आएँ होइन यति स्ट्रगल गरेँ भए पनि हुन्छ होला भनेर अलिक यताउता कता कता कुदेर लास्टमा भएन केही पनि छैन ठिकै छ। अझै 2 दिन रकमलाई आम्ला फेरि बादमा कल गर्छु भन्ने चाहिँ उनीहरूले होइन कल गर्ने हो। अब गाइस अब के भन्नु अब जान्छौँ अलिकति गाइस जे काम गर्नु अब त्यो काम चाहिँ होइन अब जाँदैछ हामीहरू अब अगाडि के गर्नु मैले सोचेको आज भयो भने जाँदा कतै सोचेको थिएँ खुसीको मौकामा अलिक रमाइलो गर्नु सोचेको थिएँ के गर्नु अब यो खुसी दुःखमा पर्छ के भएको छैन अझै वेट गर्छु के गर्नु त्यही पनि भन्छ नि गाइस त्यो काम नहुनु अगाडि खुसी नहुनु भन्छ नि हो त्यही हो बेसी खुसी भएको थियो नि त बिहानबाट त्यही कारण यस्तो भयो केही भएको छैन अझै हामीलाई नेक्स्ट मन्डे म जरुर पुरा गर्छु। नेक्स्ट मन्डे चाहिँ म जरुर पुरा गर्छु जे बी होस् म बादमा आउँछु यो पुरा गरेर छोड्छु। अब फेरि म जाँदैछु आज भी काम भएन यति दूर आधी घन्टाको बाटो हामी बिहानबाट यताउता गरेर पनि फाइदा भएन कामै भएन आज खै आज लक नराम्रो होला के मैले बुझिसकेको छैन। अब फेरि के गर्नु अब फेरि रुम जान्छु हामी चाहिँ हाम्रो सायद पैसा खर्च गर्नु दिएको थियो र आज होइन कति त खर्च भयो पैसा काम पनि बनिएको छैन यताउता घुमेको फेरि रुम जान्छु हामी अटो बुक गरेर होइन अब अटो बुक आएर हामी रुम जान्छु। अब एकदमै हेलो गाइस फेरि म के भयो के भन्नु मलाई हेलो गाइस अनि हामी चाहिँ दिन बिहानबाट घुमेको घर काम चाहिँ बनेन हो अनि त्यही कारण हामी चाहिँ रेस्टुरेन्टमा खानु आएको छु होइन किनकि हामीले बिहानबाट केही खाएको छैन रेस्टुरेन्ट चाहिँ यो हेर्नु बिहानबाट केही नखाइकन घुमेको त्यही कारण भोक लागेर चाहिँ हामी खाएको होइन। अब के गर्नु सोचेको त पुरा भएन आज होइन सोचे अब गएर पनि बनाएर खानु टाइम छैन हो त्यही कारण हामीले सोचेँ एउटा राम्रो कमसेकम मुड त राम्रो हुन्छ नि त अब सेट भइसकेको थियो अब कमसेकम यहाँ आएर खाएर चाहिँ मजा लाग्छ त्यसो भए बाट केही नखाइकन घुमेको अहिले कति बज्यो होला सायद यस्तो 7-8 बज्यो होला भुलिसकेको थिएँ कि भिडियो बनाउनुको लागि आधी खाएर चाहिँ पठाउनु याद आयो फाइनली खतम हुनु आँटेछ खाएर खाँदा के यस्तो भोक लागेको थियो कि यादै भएन ब्लग गर्नु छ भनेर त्यो त गाइस अब भेट्नुपर्छ रुम गएर अहिले चाहिँ मजाले खानुपर्छ होइन। हेलो गाइस म चाहिँ अनि रुम पुगिसकेँ होइन खाएँ पिएँ घुमेँ हामी त बिहानैबाट घुमेको भएर थाकेँ होइन। सो गाइस म चाहिँ रुम पुगिसकेँ आजको लागि यति नै फेरि भेट्नुपर्छ नेक्स्ट ब्लगमा अनि जुन चाहिँ हामी काम भएको त्यो चाहिँ काम चाहिँ जुन चाहिँ हामी काम
को लागि बिहानबाट भड्केको गरे त्यो काम चाहिँ भएन होइन। अब हेर्नुपर्छ कहिले हुन्छ। फेरि नेक्स्ट ब्लगमा हामी भेट्छौँ, त्यतिखेर फेरि तपाईँलाई देखाउनेछु। अर्को ब्लगमा हेर्नुहुन्छ कि त्यो चिज के थियो भनेर, त्यो चाहिँ हामी अर्को ब्लगमा लिएर आउँदैछौँ। ब्लगमा तपाईँहरू थाहा हुन्छ होइन त्यो चिज चाहिँ के हो भनेर। चाहिँ अर्को ब्लग जरुर हेरिदिनु होला। आजको लागि यति नै। प्लिज लाइक सब्सक्राइब जरुर गरिदिनु होला। बाई सबैजनालाई, गुड नाइट।